जो चाहिँ हामी चिकन मोमो खाने हो त्यही भएर यहाँ बनाउँदैछ यहाँ पनि आमाले खाने हो आमालाई पुरा मन परेर खान्छु खान्छु भन्छ कि त्यही भएर पुरा मन परेर चाहिँ यहाँ बनाउँदिँदैछ यो पनि आमाको रिक्वेस्टमै हो यो पनि हिजो पनि आमाकै रिक्वेस्टमा यहाँ चाहिँ हाम्रो आमा र यहाँ चाहिँ म अब आटा मुस्नु आँटेको अहिले अब आन्टी मेरो फोनलाई के रहेछ तिमी आटा बेल्ने होइन क्यारी बसिराख्नु ल त्यसै भएर मासुको यो किमा बनाउँदा चाहिँ यो हड्डी छुटाउनु चाहिँ एकदमै साह्रो पर्छ यही चाहिँ सबभन्दा अल्छी लाग्छ अल्छी लाग्दो काम है यो चाहिँ सबभन्दा अल्छी लाग्दो काम हो खानु मिठो हुन्छ यहाँ चाहिँ मेरो छोराले मक्टु ल्याउँदैछ उयो राख टेबलमा मैले चाहिँ यहाँ आटा मुसिसकेँ र यहाँ छ टमाटर पकाउनु पर्ने छ पाक्नुलाई मैले तयारी बनाएँ अब यहाँ चाहिँ धनिया छैन हो दुःख गर्नु पर्दैछ बदाम केलाएर अचारको लागि हाम्रो किमा चाहिँ एकदम तयारी भइसकेको छ है त्यो भएर चाहिँ यहाँ बदामको अचार बनाउने टमाटर पनि एकदम तयारी भइसकेको छ यहाँ चाहिँ हाम्रो एकदम हेर्नुहोस् अचार अघिको बदामको अचार हो बदाम र तिल अन्त यहाँ छ मेरो एकदम सादा खोर्सानी बेकारको यहाँ छ हाम्रो डल्लुले बनाउँदैछ आज डल्लुले काम सघाउँदैछ आज डल्ला बनाउँदैछ म बनाइदिन्छु जोइल डल्ला त्यति सक्यो पर्खन त म बनाइदिन्छु नि डल्ला अनि भदै जोइल र मेरो सेम भएछ ब्लू भएछ हामी म चाहिँ यहाँ बेल्दैछु डल्ला पाएर त यो चाहिँ हाम्रो मोमोहरू खानु स्टार्ट भइसकेको छ हाम्रो आमाले चाहिँ टेस्ट गर्दै खाँदैछु साह्रो लजाउँछ कि यो चाउमिन चाहिँ साथीकोबाट लिएको दिया बहिनीले बनाएर पठाइदिएको रहेछ धन्यवाद पनि